आजको भिडियोमा हामी उज्यालो नेपाल पार्टीको घोषणा पत्रमा के भनेका छन् र रियालिटी के हो भन्ने कुरा गर्छौं। नारा छ, गफ होइन काम, भाषण होइन नतिजा। कुलमान घिसिङको साथमा बनेको यो पार्टीले ऊर्जा र सुशासनलाई मूल आधार बनाएको छ। मुख्य बाचाहरू सरकारको ढाँचा घटाउने, संसद सदस्य संख्या 275बाट घटाएर 201 मा झार्ने, प्रदेश सभा सदस्य 550बाट 330 मा झार्ने, मन्त्रालय मात्र 15वटा राख्ने, राज्य मन्त्री र सहायक मन्त्री हटाउने, प्रदेशमा जनताले सिधै मुख्यमन्त्री छान्ने, बिजुली र अर्थतन्त्र सन् 2030 सम्म 12,000 र 2035 सम्म 25,000 मेगावाट बिजुली उत्पादन गर्ने, बिजुली निर्यातबाट हरेक वर्ष $5 अर्ब कमाउने, देशको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी बढाउने, जवाबदेहिता हरेक वर्ष आफूले गरेको कामको रिपोर्ट कार्ड सार्वजनिक गर्ने, मन्त्री र कर्मचारीको सम्पत्ति विवरण वार्षिक रूपमा अनिवार्य सार्वजनिक गर्ने, डिजिटल नेपाल हरेक वार्डमा उच्च गतिको इन्टरनेट र सबै सरकारी सेवा अनलाइन। रियालिटी चेक पार्टी नयाँ भएकाले देशभरि संगठन कमजोर हुनु र संसदमा आफ्नो बलियो उपस्थिति नहुँदा यति ठूला परिवर्तन गर्ने कानुनी रूपमा कठिन हुन्छ। पार्टी कुलमान घिसिङको बत्ती दिने छविमा बढी भर परेको देखिन्छ। एउटा मान्छे भन्दा पार्टीको प्रणाली कति बलियो छ त्यो अझै देख्न बाँकी छ।